किन हरेक घटनाहरू घट्ने बित्तिकै कुनै पनि खालका आपराधिक घटना घट्यो भने नेपालमा सबै मिलेर जस्टिस पर्यो जस्टिस पर्यो जस्टिस पर्यो भनेर रुनुपर्ने कराउनु पर्ने अवस्था किन छ? अचम्म लाग्छ। कुनै पनि आपराधिक घटनाहरू घटिसकेपछि त त्यसको छानबिन भएर 100% अन्तिम निचोड निकालेर अपराधीहरूले चाहिँ कानुन अनुसार सजाय हुनु भनेको त बेसिक हो नि त। तर त्यो बेसिक न्याय पाउनको लागि पनि हरेक चोटि जस्टिस जस्टिस भन्दै क्याम्पिङ गर्नुपर्ने यो अवस्था भनेको एकदमै दुःखद छ के। र यो कुराबाट अब माथि चाहिँ उठ्नुपर्छ। अब अहिलेको सरकारले चाहिँ यो कुराबाट माथि उठाओस्। अब हरेक आपराधिक घटनाहरू घटिसकेपछि त्यसको सही तरिकाले छानबिन होस् र तथ्यवर्धक र इभिडेन्स बेस्ड कानुनी कारबाही पनि होस् र केही वर्षसम्म चाहिँ जनताहरूलाई कानुनी राज्य छ है र न्याय पाइन्छ है भन्ने कुरा महसुस गराउनको लागि यस्ता खालका आपराधिक घटनाहरू जो समाजसँग डाइरेक्टली सेन्टिमेन्टसँग चाहिँ जोडिएका हुन्छन् त्यसको चाहिँ के भयो त, अन्तिम फैसला कस्तो भयो र कुन अपराधीहरू कसरी पक्रिए भने त्यसको बारेमा पनि सरकारले बाहिर निकालिदियो भने